नमस्ते सबैजना। आज फेरि म एउटा युकेको नयाँ सक्सेस स्टोरी लिएर आएको छु। आजको हाम्रो भिजा ग्रान्ट गर्न सफल हुनुभएको छ नरेशजीले। नरेशजी, हजुरलाई भिजा ग्रान्ट हुँदाखेरि कस्तो फिल भइरहेको छ? नमस्ते सर, नमस्ते सबैलाई। के भनौँ, अब विश्वासै लागिरहेको छैन पहिलो कुरो त होइन। 2 दिनमा भिजा आयो। म त युकेबिया इन्टरभ्यू आउँछ कि भन्ने लागिरहेको थियो, तर पछि हेर्दाखेरि त मैले त हेरे पनि थिएन होइन, इमेल हेरे पनि थिएन। हजुरले कल गर्दाखेरि विश्वास पनि लागेन, फेरि चेक गर्दाखेरि भिजा 2 दिनमा ग्रान्ट भएको खुसी लाग्यो एकदमै है। अब जस्तै तपाईँले कति दिनमा जति चाहिँ आउँछ भनेर हजुरले सोच्नु भएको थियो? मैले अब उता भिएफएस गर्दाखेरि चाहिँ तिनले भनेको थियो कि नर्मली चाहिँ 15 दिन चाहिँ वर्किङ डे लाग्छ भनेर भन्दै थिए। अनि मैले चाहिँ अब नर्मल्ली सुनेअनुसारले ग्रुपमा हेर्दाखेरि चाहिँ नर्मली चाहिँ 7 दिन, कसैको 10 दिन 12 दिन लागिरहेको थियो। जसको टाइम बढी लागिरहेको थियो उसको चाहिँ इन्टरभ्यू बढी चान्सेस हुन लाग्थ्यो कि, जस्तो युकेबिया इन्टरभ्यू लिने चान्सेस हाई थियो एकदम। तिनीहरू चाहिँ जति टाइम लगायो त्यति चाहिँ अब इन्क्वायरी गर्ने त्यो हुन्थ्यो। अब मेरो विचारमा चाहिँ अब मेरो पनि चाहिँ अब ग्याप थियो, अब उता पनि डकुमेन्ट त्यस्तै भयो हुनाले अब इन्टरभ्यू पर्छ कि भन्ने थियो। फेरि 2 दिनमा भिजा आयो हुनाले फेरि मलाई पनि खुसी लाग्यो। ठिकै छ। हजुरले कुन युनिभर्सिटी र कुन कोर्सको लागि एप्लाई गर्नुभएको थियो नरेशजी? मैले चाहिँ अल्स्टर युनिभर्सिटी हो, अनि कोर्स चाहिँ मेरो एमएससी इन्टरनेसनल बिजनेस विथ डाटा एनालिटिक्स। अनि मैले चाहिँ लोकेसन चाहिँ बर्मिङहाम चुज गरेको थिएँ। बर्मिङहामको गर्नुभएको थियो है। हो, सबैले अब अक्सर लन्डन भनिराख्दै गर्नु हुँदाखेरि हजुरले बर्मिङहाम चुज गर्नुभएको यसो केही रिजनहरू छ कि के छ होइन? त्यो पनि यसो एकचोटि हल्का सेयर गरिदिनुहोस् न। रिजनहरू धेरै छन्। जस्तै अब फीको कुरामा हेर्दाखेरि लन्डनभन्दा लगभग 2000 पाउन्ड जति फरक हुन आउँछ। जस्तै 3 देखि 4 लाखसम्मको फरक हुन्छ। जस्तै अकोमोडेसनदेखि लिएर अरू सबै पनि सस्तो नै हुने भयो लन्डनभन्दा। एक त अरू कुरा के भयो कि अब लन्डन भन्दा सेकेन्ड लार्जेस्ट सिटी पनि हुनाले अब मैले बर्मिङहाम नै चुज गरेँ। ओके, हजुरको इन्टेक चाहिँ कुन हो? मेरो इन्टेक चाहिँ सेप्टेम्बर इन्टेक हो। अब धेरै जस्तो स्टुडेन्टहरू जस्तै इन्टरभ्यू भन्ने बित्तिकै डराउँथ्यो होइन। जस्तै तपाईँहरू पनि फर्स्टमा हुनुहुन्थ्यो, ओहो फर्स्टमा इन्टरभ्यूको अगाडि पेमेन्ट गर्नुपर्छ होइन। एकचोटि चाहिँ भनिदिनु न, हजुरलाई प्रिक्यासमा चाहिँ कस्तो क्वेसन सोधिने रहेछ र के कुरामा चाहिँ हामी स्टुडेन्टहरूले चाहिँ ध्यान दिनुपर्ने रहेछ, त्यो पनि एकचोटि भनिदिनु न। प्रिक्यास भन्नाले धेरै डराउनु पर्ने आवश्यक छैन, तर मेन फोकस चाहिँ आई कन्ट्याक्ट भयो, कन्टेन्टदेखि लिएर भयो। अनि जस्तै एउटै क्वेसनलाई चाहिँ समराइज गरेर 7-8 मिनट 8-9 मिनट नबोल्ने, मेन पोइन्ट टु पोइन्ट बोलेर त्यसको मतलब एक्सप्लेनेसन प्लस त्यो रिजन भ्यालिड हुनु पऱ्यो। एकदम राम्रोसँग आन्सर दियो भने प्रिक्यास क्र्याक गर्न सजिलो हुन्छ। हजुरको प्रिक्यास कतिचोटि भयो होला नरेशजी? मेरो सेप्टेम्बर इन्टेकमा चाहिँ फर्स्ट प्रिक्यासमै चाहिँ मेरो एसेट भयो, अनि चाहिँ मैले कासको लागि अप्लाई गरेँ, भिजा पाएँ अहिले। ओके ल, अब तपाईँलाई अनि बिचमा डकुमेन्टेसनहरूकोमा केही पनि प्रब्लमहरू आयो कि आएन? जस्तै कतिको केसमा अलिअलि केले अड्किने, कसैको एलओआरले अड्किने, कसैको एजुकेसन लोनले अड्किने होइन। हजुरलाई त्यो चाहिँ अब हाम्रो तर्फबाट गाइडेन्स चाहिँ कति पाउनुभयो? इन्टरभ्यू प्रिपरेसन क्लासेसहरू हजुरले पाउनुभयो कि भएन होइन? यदि हजुरले हामीलाई 10मा रेटिङ गर्न चाहनुहुन्छ भने चाहिँ कति रेटिङ गर्नुहुन्छ र अरूलाई हजुरले रेकमेन्ड चाहिँ गर्नुहुन्छ कि हुँदैन त प्रो कन्सल्ट इन्टरनेसनल? इन्टरभ्यू प्रिपरेसनको लागि चाहिँ मैले अब मोकमा दिनको 1-2 त दिइरहेकै हुन्थेँ होइन। अब मैले लगभग हप्ता 10 दिन मैले प्र्याक्टिस गरेकै हो। त्यही अनुसारले मैले रिजल्ट पनि राम्रै पाएँ। अनि प्रिक्यासमा पास पनि सरहरूको तर्फबाट राम्रै नै भयो। अनि रेटिङको कुरा गर्दाखेरि चाहिँ म 10मा चाहिँ 8.5 दिन चाहन्छु, किनकि चाहिँ डकुमेन्टको मामलामा र अरू जस्तै सबै प्रोसेसमा सरहरूले चाहिँ स्मुथली चाहिँ हेल्प गर्नुभयो। त्यसको लागि चाहिँ धेरै नै धेरै धन्यवाद। हजुर, अनि हजुरले हाम्रो प्रो कन्सल्ट इन्टरनेसनल चाहिँ आफ्नो साथीभाइहरू छरछिमेकीलाई चाहिँ यसो रेकमेन्ड गर्न चाहनुहुन्छ कि हुन्न त? अभियसली रिकमेन्ड गर्न चाहन्छु, किनकि चाहिँ अब यतातिर स्टार्टिङदेखि लास्टसम्म चाहिँ प्रोसेसिङ चार्जहरू केही लाग्दैन होइन। अनि जस्तै इन्टरभ्यू प्रिपरेसनदेखि लिएर अरू गाइडेन्स डकुमेन्टेसनदेखि लिएर सबै चाहिँ सरहरूले चाहिँ एकदम सपोर्ट गर्नुहुन्छ। अर्को कुरा चाहिँ हजुरले चाहिँ गरेको मेहनत चाहिँ लास्टमा चाहिँ नतिजा एकदम राम्रो नै हुनेछ। सो म रिकमेन्ड गर्न चाहन्छु कि यो कन्स्टिट्युन्सी भिजिट गर्नुहोला, बुझ्नुहोला र अप्लाई गर्नुहोला। ल हुन्छ, हस् त, धन्यवाद नरेशजी। हजुरलाई पनि आफ्नो छोटो समयको लागि पनि र हजुरलाई चाहिँ अब आफ्नो फर्दर फ्युचरको लागि पनि एकदमै बढाइ पनि छ र मेनी कङ्ग्रेचुलेसन फर यर भिजा ग्रान्ट है त। हुन्छ सर, थ्याङ्क यू। धन्यवाद सर।